सम्पूर्णमा नमस्कार। म केवल खमा मेरो युट्युब च्यानल चाहिँ अफिसियल्ली केवल लामा म्युजिक हो। मैले केही दिन अगाडि एउटा भिडियो सार्वजनिक गरेको थिएँ युट्युबमा। त्यो युट्युबको भिडियो चाहिँ अहिले धेरै नै मिसयुज भएको देखेँ। जसले युज गर्नुभयो, जसले त्यो भिडियो अपलोड गर्नुभयो, त्यसमा चाहिँ उनीहरूले आफ्नै किसिमको डिस्क्रिप्सनहरू हालेको देखियो। एआई भन्यो, कसैले आफ्नै नाम दिएर भिडियो सार्वजनिक गरे। मैले त्यो भिडियोमा गएर कमेन्ट पनि गरेँ। कमेन्ट गर्दाखेरि कसैले भने युट्युब प्रमोट गर्नलाई भने, युट्युब प्रमोट गर्नलाई त तपाईँहरू आफ्नै खालको युट्युब मतलब कन्टेन्टहरू क्रिएट गर्नुहोस्, बनाउनुहोस्। यसरी अर्काको भिडियोमा दाबी गर्न पाइँदैन। एकजना धेरैजना छन् त्यस्ता नामहरू। मलाई अहिले ठ्याक्कै सुमित लामा समथिङ के भन्ने मान्छेले पनि युट्युबमा भिडियो सार्वजनिक गर्नुभएको छ। त्यो भिडियो चाहिँ उहाँले डिलिट गर्नुभएको छैन। मैले यहाँबाट प्रोसेस गरिसकेको छु, स्ट्राइक मतलब भिडियो रिमुभल प्रोसेस गरेको छु। एक दुईजनाले चाहिँ डिलिट गरिसक्नु भएको छ, तर उहाँहरूले अझै पनि डिलिट गर्नुभएको छैन। किन हो? तपाईहरूले भिडियो अपलोड गर्नु मेरो लागि एकदमै राम्रो हो। गीत अझै धेरै चर्चा हुँदै जान्छ, तर मेरो अनुमति बिना त्यो भिडियो तपाईँहरूले आफ्नै तरिकाले विभिन्न किसिमको मोडिफाईहरू गरेर भिडियो सार्वजनिक गर्नुभएको छ। त्यसमा सर्जकको नाम तपाईँहरूले अपलोड मतलब डिस्क्रिप्सनमा हाल्नुभएको छैन। त्यो एकदमै गलत हो। अर्को कुरो, मैले सुनो एआई युज गर्छु। सुनो एआई भनेको एउटा आइडिया हो। यसमा हामी 100% भरोसा हामी गर्न सक्दैनौँ। सुनो एआईमा चाहिँ के हुन्छ भने धेरै कुराहरू पाउन सक्नुहुन्छ तपाईँले सुनो एआईबाट। जस्तो म्युजिक ट्र्याक क्रिएसनदेखि लिएर तपाईँको गीतको लयहरूलाई तपाईँले युज गर्न सक्नुहुन्छ। इभन सुनोले पनि विभिन्न किसिमको लयहरू बनाउँछन्। तर मैले चाहिँ सुनोलाई एउटा म्युजिक एरेन्जरको रूपमा लिन्छु र गीत एउटा गाइदिने एउटा सिङ्गरको रूपमा लिन्छु। जसले चाहिँ के गर्छ भने मैले मद्वारा रचना भएका त्यो गीतहरू र मेरो मनमा फिलिङ्समा आएको त्यो लयहरूलाई मैले यहाँ एआईमा मैले युज गरेर गीतहरू क्रिएट गर्छु। त्यो गीत चाहिँ मैले एकदमै राम्रो बनेको जस्तो फिल भएको छ, होइन? अब त्यो गीत धेरै राम्रो भएर नै होला सबैजनाले रुचाइदिनु भयो। अनि युट्युबमा पनि धेरै सेयरहरू, धेरै कमेन्टहरू र धेरै भ्युजहरू गइरहेको छ। त्यो मेरो लागि राम्रो हो। तर त्यो के भन्छ त्यसलाई, अनअथराइज तरिकाले, एकदमै त्यो ब्रुटल तरिकाले चाहिँ उहाँहरूले त्यो युट्युबमा त्यो भिडियो सार्वजनिक गर्नुभएको छ। त्यो गीतको एकदमै ओरिजिनल्ली शब्द लेखिएको मबाट हो र मैले लेखेको हो त्यो गीत, र त्यो गीतको ओरिजिनल लय पनि मेरै हो। यस्तो किसिमको गतिविधिहरू कसैले पनि नगरिदिनु होला। त्यसले चाहिँ अब हामी जस्तो सानोतिनो गीत जन्माउने मान्छे, गीत रहर भएको मान्छेहरू हामीलाई घात हुन्छ। त्यो तपाईँहरूले घात गर्नुभएको छ, जसले यो खालको एक्टिभिटिजहरू गर्नुभएको छ। यदि गर्नुहुन्छ भने गर्नुहोस्, तर त्यसमा तपाईँहरूले प्रोपर डिस्क्रिप्सन हाल्नुहोस्। तपाईँहरूले कहाँबाट त्यो भिडियो अपलोड मतलब डाउनलोड गर्नुभएको छ, डाउनलोड गर्ने त्यो एउटा स्रोतको नाम जनाउनुहोस्। कसले त्यो गीत लेखेको हो, त्यो गीतको पनि तपाईँहरूले जानकारीहरू जनाउनुहोस् तपाईँको डिस्क्रिप्सनमा। तर त्यो विभिन्न किसिमको त्यो मिथ्या, त्यो कतिले त्यो स्पेलिङहरू पनि रङ लेखेको छ, त्यो लेख्न पनि जाने छैन, कहाँबाट कपी पेस्ट गरेर त्यसरी भिडियो अपलोड गरिरहेका छन्। त्यो चाहिँ एकदमै त्यो अपराध हो। त्यस्तो किसिमको अब क्रियाकलापहरू कसैले पनि नगरिदिनु होला। गर्नुभएको छ भने पनि अब त्यो विषयमा सोच्नुहोस्। तपाईँहरूले पनि यस्तो किसिमको प्लेटफर्म युज गर्न सक्नुहुन्छ। विभिन्न किसिमको टुल्सहरू आएको छ। अझै तपाईँहरूले सक्नुहुन्छ भने रियल म्युजिक एरेन्जरहरू पक्रिनुहोस्। तपाईँहरूले गीत लेख्न सक्नुहुन्न भने हामीलाई कन्ट्याक्ट गर्नुहोस्, अथवा कुनै गीत रचनाकारलाई कन्ट्याक्ट गर्नुहोस्।
पे गर्नुहोस् अथवा आफै क्रिएट गर्नुहोस्, आफैले मेहनत गरेर कन्टेन्ट क्रिएट गरेर युट्युबमा तपाईँले अपलोड गर्नुहोस्। अब अर्काले बनाएको भिडियोमा चाहिँ त्यसपछि आफ्नो नाम हालेर त्यो भिडियो अपलोड गर्नु चाहिँ त्यो एकदमै अपराध हो। अझ एउटाले त के भनेको छ भने कमेन्टमा प्रुफले मलाई भनेको छ कि एकदमै यो चाहिँ नराम्रो कुरा हो, एकदमै अपराध गरिरहनु भएको छ उहाँले। यस्तो कुराहरूको लिगल प्रोसेस पनि छ होइन। भोलि हामीले कपिराइट सम्बन्धी अब हामीले मुद्दा पनि हाल्न सक्छौँ, त्यस्तोमा कानुनी प्रक्रियाहरू अप्नाउन सक्छौँ। भोलि कोही पनि यो नराम्रो पक्षमा नजाउँ, त्यस्तोमा नजाओस् भन्नु पनि म चाहन्छु। यो सुनो एआई चाहिँ एकदमै राम्रो। अब यसले चाहिँ भन्छ कति सङ्गीतकारहरू, कति गायककार, कति रचनाकार, म्युजिक एरेन्जरहरूको जागिर जान्छ भन्छ, तर जाँदैन। किनभने सुनो एआई भनेको चाहिँ एउटा आइडिया हो। हामीले के गर्नु म चाहिँ एउटा आइडियाको रूपमा युज गरिरहेको छु। यसले चाहिँ के गरिरहेछ भने एकदमै लजिकल्ली काम गर्छ। जस्तो तपाईँले एउटा राम्रो लय सिर्जना गर्नुभयो, त्यो लयलाई तपाईँले एउटा प्रम्प्ट लेखेर होइन कुन कुन जनराको हो, कुन भाका, कुन अब ताल, त्यसपछि अब कुन बेसमा गाना गाइएको छ, तपाईँलाई नोट हुन्छ होइन, कुन अब के भन्छ जी सार्प, अब कुन तालमा गाइएको हो होइन, अब कुन अब के भन्छ अब जी माइनरमा गएको हो कि होइन। अब कुनै पनि अब ट्युनमा गाइएको गीतहरूलाई यसले गीत बनाइदिन्छ एकदमै राम्रोसँग। अब जस्तो यहाँ मैले भर्खरै सिर्जना गरेको एउटा लय छ। अब यो लय अब मैले हल्का एउटा शब्द लेखेको थिएँ, त्यो शब्दमा एउटा लय पनि अब क्रिएट भएको थियो। त्यो लयलाई चाहिँ मैले यहाँ एआईमा युज गर्दाखेरि यसको लय बनेको छ, गीत बनेको छ। त्यो सबैले युज गर्न सक्छौँ। तपाईँहरू एकदमै त्यो चित्त दुखाउने काम गरिरहनु भएको छ। यति सजिलो बाटो हुँदा पनि अरूको कन्टेन्टहरू चोर्ने। उहाँले त कसैले के भन्छ भिडियो डाइरेक्टर बाई के अरे सुमित लामा अरे, भिडियो एडिटेड बाई सुमित लामा अरे। त्यो केही पनि गरे होइन। उहाँले कहाँ युट्युबमा गयो, एउटा कोरियन भिडियो ठ्याक्क स्क्रिनसट अथवा डाउनलोड गऱ्यो, त्यसमा चाहिँ अनि म्युजिक हालेर आफ्नो नाम सट्ट हाल्दाखेरि त त्यसले धेरै मान्छेलाई मर्वाहित बनाउँछ। त्यो अब त्यहाँ फेरि यस्तो कुरो पनि के छ भने उहाँले चाहिँ भिडियो हाल्यो, उहाँको गइरहेछ। जस्तो हामी ओरिजिनल्ली हामी भिडियो हाल्ने मान्छेको चाहिँ हाम्रो चाहिँ अब त्यस्तो खालको भ्युजहरू गएको छैन होइन। उहाँहरूको जति धेरै राम्रो भएको छ त्यो त राम्रो हो, त्यो हाम्रो लागि राम्रो हो। तर जे गर्नुभयो जस्तो त्यसमा तपाईँहरूले डिस्क्रिप्सन रङ हाल्नुभयो, त्यसमा तपाईँको त्यो नाम भोलि खोज्दै गयो, भोलि प्रमाणहरू खोज्दै गयो, भोलि रिसर्चहरू गर्दै भयो भने तपाईँहरू फस्नुहुन्छ। तपाईँहरूसँग केही पनि छैन त्यस्तो कुरो। यति नै कुराहरू भन्नलाई जस्तै मैले यो भिडियो आज बनाएको छु। हजुरहरूलाई धेरै धेरै धन्यवाद जसले हेरिरहनु भएको छ। यस्तो कुराहरू सबै सामु पुर्याइदिनुहोस् ताकि हामी जस्ता अरू पनि धेरै हुनुहुन्छ साथीभाइहरू, उहाँहरूलाई पनि फाइदा पुग्नेछ। हस्त नमस्ते।